अनि बाढी आएको भोलिपल्ट चाहिँ सबैले प्लास्टिक हेऱ्यो नि होइन, प्लास्टिकको सिसी प्लास्टिक थुप्रै हेऱ्यो। अनि सायद धेरैले गाली पनि गर्यो होला, अनि एकछिन अनि खोला गनायो भनेर यो भन्यो। अब मेरो चाहिँ सोचाइ कस्तो हुन्छ भन्दाखेरि यतिका प्लास्टिक खोलामा जान्छ होइन, सो बागमती हुँदै त्रिशुली हुँदै नारायणी हुँदै यो राष्ट्रिय निकुञ्जभित्र जान्छ। सो यसलाई चाहिँ रोक्नु पऱ्यो होइन, सो रोक्नु पऱ्यो भन्नु पऱ्यो। सो गएको हप्ता 14 करोडको लगानीमा भरतपुरमा प्लास्टिकलाई रिसाइक्लिङ गर्ने फ्याक्ट्री कम्प्लिट गर्यो। त्यो फ्याक्ट्री 1 बिघाको क्षेत्रफलको फ्याक्ट्री जम्मा 9 महिनामा कम्प्लिट गर्यो र 9 महिनामा त्यो प्लास्टिकको सिसीले अहिले ज्याकेट बन्छ, स्कुलको झोला बन्छ र त्यो चस्माको फ्रेमहरू बन्छ है। अब यो चाइनामा होइन, अमेरिकामा होइन, भरतपुरमा हो है। प्लास्टिक कहाँबाट आउँछ? सबै ठाउँमा छ नि, हरेक कवाडले प्लास्टिक उठाएको सबैले देखाएको छ। अब त्यो मैले मात्र देखेको हो, सो सबैले देखायो नि। सो त्यो देख्नु, हेर्नु, अनुभव गर्नु आफ्नो ठाउँमा हो, तर म गर्छु भनेर लाग्यो भने संसारमा केही चिजले रोक्दैन नि होइन। तर त्यो गर्ने आफ्नो जुन पर्मिसन भन्छ नि, पर्मिसन आफूले आफूलाई पर्मिसन दिनु पऱ्यो नि, कसैले पर्मिसन त दिने होइन। तर आफूले आफूलाई पर्मिसन दिँदाखेरि एउटा सबैले सोच्नुपर्ने के छ भने, जस्तै हैजा चढ्दाखेरि त्यो एयर होस्टेसले के भन्छ भने पुट योर ओन अक्सिजन मास्क बिफोर हेल्पिङ अदर्स भन्छ क्या। तिमीले आफूलाई हेर्न सक्दैन भने अरूलाई दिन सक्दैन नि है। सो लाइफमा एउटा सबैले सिक्नुपर्ने के छ भने आफ्नो इन्डिपेन्डेन्स, फाइनेन्सियल इन्डिपेन्डेन्स, हेल्थको इन्डिपेन्डेन्स, यी सबै कुरा साह्रै महत्त्वपूर्ण हुन्छ क्या। सो त्यसलाई चाहिँ सेल्फिसनेस भन्दैन। त्यो छ नि, कोही मान्छे सेल्फिस भएको होइन, ऊ आफू बलियो भयो भने मात्रै उसले अरूलाई सहयोग गर्न सक्छ नि। आफ्नो घर चल्यो भने न अरूको चल्छ नि होइन। तर मेरो आफ्नो भनाइ चाहिँ सधैँ के भन्दाखेरि आफूलाई पुग्ने गरिकन अरूलाई दिन सक्ने स्थितिमा पुग्नु पहिलो काम। तर दोस्रो काम भनेको अघि भनेको जोखिम होइन, रिस्क। सो त्यो रिस्कलाई पनि कसरी हेर्नुपर्छ सबैले भन्दाखेरि, जस्तै विश्वकपमा फुटबल हेर्छ होइन, अथवा आजकल प्रिमियर लिग हेर्छ नि, त्यो प्रिमियर लिगमा 4-4 गोल हुने स्थितिमा त्यो पेनल्टी हान्नलाई कति प्रेसर बल्छ? दुवैतिर 4-4 गोल छ, अब मेरो पेनल्टी हान्ने पात भयो भने संसारले हेरेर खान्छ नि उसलाई होइन। त्यो त दबाब हो नि। तर संसारमा तिमीले एउटा के बुझ भन्दा त्यो मान्छेले जति रमाइलो अरू कसैलाई भयो होला, संसारले त उसलाई हेरेर खान्छ नि। तिमी अघि भाइलिन बजाउँदाखेरि सबैले कसलाई हेरेर होइन, तर दबाब त छ नि। तर यहाँ अब भाइलिन बजाउनु सक्ने को छ? कोही छ? म त सक्दिनँ होइन। सो त्यसबाट तिमीले छ नि लेसन के सिक्नु पऱ्यो भने यही कोठामा पनि मैले चाहिँ अरू कसैले गर्ने नसक्ने काम चाहिँ म गर्छु, त्यसैले रिस्क कसले लिने? मैले लिने भने। सो त्यस्तो खालको सोच चाहिँ हामीमा डेभलप हुनैपर्छ। सो त्यस्तो खालको सोच डेभलप भयो भने त्यो गएको हप्ता होइन। सो आज बिहान मेरो सञ्चारको दिन कस्तो हुन्छ भन्दाखेरि 90 मिनट प्रधानमन्त्रीसँग सगरमाथा संवाद, त्यसपछि 4 घन्टा भक्तपुरमा विश्व ब्याङ्कको उपाध्यक्षसँग होइन। सो ठ्याक्कै 5:30 बजे यहाँ आइपुगेँ। ठ्याक्कै 5:30 बजे म किन आउँछु होला? कि उसले रोकेर म रोक्छु? म फलाना ठाउँमा जानुपर्छ भने हिँड्छु नि, त्यो मेरो डिसिजन हो नि। सो त्यो डिसिप्लिन छ नि, आफूले गरेको चोइसमा आफ्नो डिसिप्लिन हुनु पऱ्यो नि। सो सायद धेरै हामी असफल हुने कारण के भन्दाखेरि सोच पनि गर्छौँ, इच्छा पनि गर्छौँ, तर डिसिप्लिन चाहिँ साह्रै कम हुन्छ। जस्तै हामी ल बिहान एकपल्ट आज त्यति गर्न मैले बिहान आज कति बजी उठेँ होला? कमसेकम 4:15 बजे त उठ्नु पऱ्यो होइन। सो हिजो रक्सी खाएर आज 8 बजीसम्म सुतेको भए हुन्छ? त्यो हुँदैन नि। सो यस्तो खालको सानो चिजहरू, यो प्रश्नको जवाफ दिने भन्दा पनि यसरी बसेर छ नि, टाइममा बस्ने, छलफल गर्ने र यस्तो कुराहरू सुन्ने भयो भने अनि डाइरेक्सनहरू बिस्तारै चाहिँ मिलेर आउँछ। तर 5 मिनट सुनेर 10 मिनट सुनेर अब चाहिँ म ठिक भएँ भन्ने त्यो चाहिँ हुँदैन। यो लाइफ लङ एउटा प्रोसेस न हो। त्यसलाई मेन्टरिङ भने पनि जे भने पनि त्यो गर्नुपर्ने काम चाहिँ त्यही हो। सो त्यसैले छ नि जुन सक्सेसको स्टोरीहरू छन्, रिस्क लिने भनेको समाजमा त जे पनि समस्या छ होइन। समस्या त अब जस्तै समस्या मात्र होइन, जस्तै अब कयोले हेर न, सबैले टोकन क्लब दिइरहेको छ, तर यति खराब क्वालिटीको दिएको छ कि जस्तो आज मलाई प्रधानमन्त्री दिएको एकपल्ट हेर न, मैले बोकेर ल्याएको छु है। अब त्यो र कयोले दिने कति फरक छ? अब मेरो घरमा आयो भने कयोले दिएको 5-6वटा एकदम सजाएर राखेको छु। सो उहाँहरूले पनि थाहा छैन होला, जस्तै नाबेलको अस्ति 40 वर्षको उपलक्ष्यमा दिएको एउटा छ, अस्ति रोमेनियन एम्बेसीले एउटा दिएको छ, विचित्रले दिएको एउटा छ, सबै कयोको प्रोडक्ट हो। अब म त कम्पेयर गर्छु नि नेपाल सरकारले दिएको र
अब त्यो अपर्च्युनिटी जसले देख्यो नि, अपर्च्युनिटी त देख्यो, तर त्यसपछि रिस्क लिन सक्नु पऱ्यो। तर त्यो रिस्क अनुसार डिसिप्लिन। अब उहाँहरूले यति पिसलाई अस्ट्रेलिया पठायो भने त त्यो पिस अस्ट्रेलिया नपुगेसम्म उहाँले कति भोग्नुपर्छ त्यो भोगेको छ छैन। तर त्यो भाइलिन बजाउँदाखेरि त भोगेको छ नि। किन एउटा नोट मिस भयो भने के हुन्छ, मान्छेहरू हाँस्ला होइन, जिस्काउला। त्यो रिस्कलाई तिमीले लियो नि। अलिकति सोचाइ चाहिँ हाम्रो फरक हुँदै गयो भने हामी सबै सफल हुन सक्छौँ होइन। सो अब मेरो त्यो प्लास्टिक रिसाइक्लिङ फ्याक्ट्री संसारभरिको मान्छेहरू हेर्न आउँछ होइन। अरू कसैले नगरेको, कसैले नेपालले गर्यो भन्छ। त्यस्तो खालको सोखले होइन कि डिसिप्लिनले काम गऱ्यो भने चाहिँ